हाम्रो आजको डेस्टिनेसन चाहिँ हामी चाहिँ चौन्ने स्थान नानीबाट आएको अनि साथीहरू यहाँ लगातार परिसकेका छन्। हामी चाहिँ अब बाटो यता कि हजुर 10% बाटो यता कि यता भन्ने चाहिँ कन्फ्युजन छ। साथीहरू चाहिँ उता चाहिँ के अरे बाटो खोज्नलाई सोध्नलाई जाँदैछन्। साथीहरू चाहिँ रेस्ट गर्ने पर्खरमा यसरी आएको छौँ। घाउ चाहिँ मिठो लागिरहेछ। हामी जिन्दगीको गोरेटोमा यसरी गन्तव्यविहीन बनेर यसरी पातै पातको झाडीमा हिँडिरहेका छौँ। हामी चाहिँ जङ्गलको बिचमा छौँ अहिले चाहिँ। यति रमाइलो गाडी छ हाम्रो चाहिँ पुगिन्छ। हामी ढुक्कै पुगिन्छ, जिउँदै पुगिन्छ। हामी गन्तव्यमा हिँड्दै गर्दा एउटा पुरानो घरमा आएको छौँ। यहाँ चाहिँ चण्डीस्थान पुग्ने क्रममा शानदार नजाराका साथ एक्लो घरबार विहीन घर। यो चाहिँ कोही पनि छैन। यहाँ चाहिँ यो छाडे घर जङ्गलको बिचमा यसरी तलको फाँट अहिले शीतल हावा लागिरहेको छ। यहाँ धेरै आनन्द छ। साथीहरूले रमाइलो गर्दैछन्, रमाइलो बन्दैछन्। साथीहरू रमाइलो गर्दैछन् भन्दा पनि केटाहरूले रमाइलो छ। हामी धेरै माथि छौँ। साथीहरूले चाहिँ जुस कसले खायो भन्ने मात्रै चिन्ता छ। हाम्रो सूर्यदोष त्यहाँ पुगिसके यसरी आउँदैछन्। यिनी जनकपुरको मैथिली मान्छे यहाँ आएर यसरी गोर्खाको पृथ्वीनारायण शाह जसरी हिँड्दाखेरि गाह्रो भइरहेछ। उनी चुनाव लड्छु भन्छन् उनले चाहिँ, तर सुदन गुरुङ जस्तो हिँड्न सक्दैनन्। शानदार नजाराका साथ हामी आएका छौँ। साथीहरूलाई हल्का गाह्रो भइरहेछ, तर साथीहरू चाहिँ हार मान्ने स्थितिमा छैनन्। उनीहरू चाहिँ अगाडि बढ्दैछन्। हामी हराइन्छ कि भनेर सूर्यदोषले चिन्ह लाउँदै हिँड्दैछन्। त्यहाँ चाहिँ एउटाले एलोभेरा भन्ने है, अर्कोले कहाँ एलोभेरा हुन्छ, यो त के अरे यो त सिउँडी हो, क्याक्टस हो भने होइन। खास यो चाहिँ एकेप भन्ने अगेबा त्यस्तै केही केतुकी हो। यो चाहिँ नेपालीमा केतुकी भन्छन्। हामी चाहिँ उन पहाडमा कस्तो बस्दा है भने चाहिँ हामी चाहिँ पहाडमा मास्तिर केही खोज्नका लागि यहाँ आएका छौँ। रमाइलो छ तलको मौसम। यहाँ चाहिँ सायद घाँस राम्रो आओस् भनेर चाहिँ यहाँ यसरी डडेलो लगाउनु भएको रहेछ। तर यसरी डडेलो लगाउनु चाहिँ खासै उचित हुँदैन। त्यही माथि घर रहेछ। अझ आगो चाहिँ सेन्सिटिभ हुन्छ, केही भयो भने चाहिँ माथि जान सक्छ। अहिले चाहिँ हामी हिँड्दैछौँ। यहाँ माथि साथीहरू उहाँ माथि पुगिसके। साथीले यसरी रेस्ट गर्दै रमाइलो छ। यहाँ रेस्ट गर्दैछन् यसरी। पानी साथीहरूले पानी खाएर रेस्ट गर्दैछन् यसरी खाँदैछन्। साथीहरू जङ्गलको बिचमा ट्रेकिङलाई भएर आएका। साथीहरूलाई खतरा छन्। हाम्रो घरको भन्दा सफा चिसो छ। साथीहरूलाई चाहिँ पानीको एक्सपिरियन्स राम्रो छ। साथीहरूलाई पानी अहिले खुसी भइरहेका छन्। साथीहरू त्यसैले पानी पाएको टेस्ट गरिसक्यो, मिठो रहेछ भनेर थाहा पाइसक्यो। हामीले बिच बाटोमा आएको चाहिँ कुन चाहिँ यो हामी भर्खर बिच बाटोमा यहाँ पाएर पानी खायौँ। यसरी साथीहरूले पानी खाए। शीतल आनन्दले यहाँ पानीमा अब हामीमा अझै अहिले प्राण आएको छ। यहाँ शीतल आनन्दसँग चाहिँ नजारा हेर्दै राम्रोसँग बसिरहेका छौँ हामी अहिले यहाँ पानी खाएर। यहाँ चाहिँ लन्डन ब्रिज देखाएका छौँ। यहाँ चाहिँ हो त्यहाँ एउटा हाम्रो क्याम्पस सुत्ता होला नि। त्यहाँ लन्डन ब्रिज छ। त्यहाँ घुमिसक्यो।
अहिले ऊ अँध्यारो भने देखिएको छैन तर हो त्यतै छ लन्डन ब्रिज रहेछ त्यहाँ बिचमा यतापट्टि यो गोर्खा के अरे होइन यो लमजुङ है ढुक्क यो चाहिँ लमजुङको एरिया यता लमजुङ कि तनाउ के लमजुङ यता पनि ल हामी अब माथि निस्किन्छौँ साथी माथि पुगिसके एक्जाम एकदम राम्रो होइन ल एकदम राम्रो साथीहरू उता पनि भिडियो गराउँदैछन् सबैलाई यो नजारा क्याप्चर गर्न एकदम रहर छ साथीहरूलाई पनि र रहर लाग्दो सिन छन् यताहरू यसरी याद आउँछन् बितेका रमाइला पलहरू भइरहेको छ यहाँ चाहिँ अब यी यादहरू चाहिँ सधैँ याद रहनेछन् रमाइलो छ साथीहरूलाई चाहिँ यसरी बेलायमा उमेर घटाउनु मन लाग्छ साथीहरूलाई ओ ल साथीहरूका नादानीहरू सैतानीहरू बालापनहरू गइसकेका छैनन् साथीहरू भेटिसकेपछि साथीहरू ओ तिमीलाई धान्दैन उनी पनि ट्राई गर्दैछन् अब अबको फ्युचर के हुने होला चाहिँ हामीलाई केही थाहा छैन हेरौँ अब नाइस है नाइस फेरि फेरि जे गरे पनि मन त बालापन साथीहरूलाई भेटेपछि मन एकदम चङ्गा भन्दैछ यसरी ट्रेकिङ भनौँ जङ्गलको सफारी भनौँ या कन्नाबुल खोज्न हिँडेका प्राचीन युवकहरू भनौँ जे भने पनि तर रमाइलो भइरहेछ हामीलाई साथीहरूले हिँड्ने यसरी गाह्रो भइरहेको छ एउटा ढुङ्गा समाउँदै साथीहरू यस्तो भिडमा छौँ हामी चाहिँ साथीहरू यसरी आइरहेका छन् द रियल एडभेन्चर त्यसलाई समामै बिचरा त्यसलाई यस्तो गाह्रो भइरहेको छ त्यहाँ ल ल्याऊ अब मैले बोक्छु साथीहरूलाई यसरी गाह्रो भइरहेको छ तर होइन एकदम यो चाहिँ रियल एडभेन्चरको लागि हाम्रो चाहिँ डेस्टिनेसनको सबभन्दा गाह्रो पोर्सन चाहिँ यही हो अब चाहिँ हल्का सजिलो चाहिँ हुने तलैबाट भिडियो गर्नु पर्ने हो किनको त फेरि मान्छे 4 खुट्टे युगमै फर्किएको छन् त्यस्तो भिडियो छैन ए भगवान् त अल्टिमेट के त अप्टिमम नाटक पारे के साथीहरूलाई रमाइलो भइरह ओ चप्पल ल्याऊ चप्पल ल्याऊ चप्पल साथीहरूले हातमा चप्पल लिएर आइरहेका छन् फर्किम साथीहरू फर्किम यहाँ फर्किने कुरा गर्दैछन् हामी माथि हामी चाहिँ अलि माथि अब जाँदा ओहो कुत्रा आउने त सालको हामी साथीहरू फर्किन र मजाक गरेको धेरै भयो तर हामी फर्किन्नौँ डेस्टिनेसनमा हामी पुग्ने नै छौँ जिउँदै फर्किन्छौँ के क्यार्छौँ त थाहा छैन होइन तर हामी जान चाहिँ जाँदैछौँ यो यत्रो भिडमा यसरी साथी फाइनली साथीहरू यहाँ आएका छन् ल माथि ए ल ब्याग ल्याऊ अब यहाँ ल्याऊ साथीहरू ब्याग पाला पालो बोक्दैछौँ यहाँ सबैले आऊ फर्किनु उता ल आऊ ओ अब तल बाख्रा चढ्दैछ अब हामी यस्तो आनन्दको योगीहरू बस्ने ठाउँतिर शान्त तरिकाले यसरी ओ साथीहरू क्यामेराम्यानहरूलाई फेरि बेग्लै चिन्ता छ ल सूर्यदोष दिवस स्वीकृत ल अब स्वीकृत ल दिवस स्वीकृत अब चाहिँ हामी चाहिँ यहाँबाट कुखुरा मार्न कालिज मार्न यसरी कहाँ हो भिडियो गराएर घुमेर यताबाट हिँडेर जानु खोजेर नि भयो रेडी छ त यहाँ चाहिँ साथीहरूले यहाँ भिडियो गराएर यहाँ राखेर क्यामेरा राखेर हिँड्दैछन्
यसरी हामी रमाइलो गर्दै यसरी दाउराको सहाराले बुढेसकाल नलाग्दै लट्ठीको सहाराले साथीहरू हिँड्दैछन्। छाता ल्याएको अब पढ्नुपर्ने आवश्यकता छैन। यहाँ चाहिँ हामी शीतलमा छौँ अहिले। शीतल चाहिँ छैन तर जङ्गलमा छौँ। यसरी रमाइलो राखिरहेको छौँ। सालको पातको टप्परी हुने पात बजाउने मायालाई भेटियो। दोस्त आऊ यसरी पातको एकदम चिल्लो डेन्जरस साथीहरू अब यसरी रमाइलो आउँदैछन्। नतान न यसरी पछाडि विवादहरू यसरी साथीले केही भए पनि हेल्प होस् भनेर यसरी पात फाल्दैछन् बाटो बाटोमा। हामी हिँड्न लागेको लगभग 1.5 घन्टाभन्दा धेरै भइसक्यो है साथीहरू। हामी हिँड्न 1.5 घन्टाभन्दा धेरै भइसक्यो होइन। तर पनि हामी साथीहरू अझै जोसका साथ हिँडिरहेका छन्। धेरै साथीहरू अब साथीहरू तराइका छन् साथीहरू चाहिँ। त्यस कारण गर्दाखेरि हिँड्न चाहिँ अलिक गाह्रो छ। तर साथीहरू हिँडिरहेका छन्, बुझ्दैछन् पाहाडको दुःख कति रहेछ। यसरी ढुङ्गाहरू छहराहरू यसरी त्यो छहरामा साथीहरू हिँड्दैछन् र हामी यसरी माथि आउँदैछौँ र गन्तव्य पिन भयौँ हामी यहाँबाट। अब कताबाट अब यताबाट आइसक्यो जाम त। हामी यहाँ चाहिँ यहाँ बाटो कताबाट अल्मल्नु पऱ्यो। साथी चाहिँ गाह्रो भएर इरिटेट भइरहेको साथीलाई। तर अब जान्न त जाने। अब हामी एउटा माथि निस्किँदैछौँ साथीहरू। यसरी अब एक गाउँबाट अर्को गाउँमा तर्नलाई खोल्सा तर्नुपर्छ भन्दै पहिला यसरी साथीले चाहिँ खोल्सा तरेर यता आउँदैछन् र हाम्रो स्वीकृत दोस्तलाई पनि तार्नुपर्छ फेरि त्यहाँ। बाटो रोकेको के तिमीले ल साथीहरू यसरी आउँदैछन् र हामी फेरि अहिलेसम्म उकालो हिँडेर फेरि हामी ओह्रालो लाग्दैछौँ। अब चाहिँ यहाँ सबै पात यसरी हेर्नु त जलाएर यहाँ यस्तो गरिसकेपछि चाहिँ यहाँ चाहिँ घाँस राम्रोसँग पलाउँछ भन्ने चाहिँ पहिलादेखि गाउँमा चाहिँ त्यस्तो कुरा चलिरहेको हुन्छ। तर यसले चाहिँ अहिलेको यो वसन्त ऋतुको हावाले यो उडाएर गाह्रो गराउन सक्छ। पछि चाहिँ त्यो सकेसम्म यसरी चाहिँ यो व्यवस्थापनको रणनीतिलाई चाहिँ केही तरिकाले परिवर्तन गरेर पात व्यवस्थापन अथवा केही गर्न सकिन्छ। अर्को कुरा यो बिचको जङ्गलमा चाहिँ यसरी घाँस काट्न आउँदाखेरि मान्छेलाई पनि गाह्रो हुन्छ। जङ्गलमा घाँस पनि त्यति राम्रो छैन, हामीले त्यता हेरिन्छ भने। त्यसको लागि चाहिँ हामीले चाहिँ कुनै वैकल्पिक मार्गहरू चाहिँ हामीले अपनाएर चाहिँ कतै अन्त राम्रो घाँसहरू अहिले मोडर्न घाँसहरू पनि बडी न्युट्रिएन्ट भएको घाँसहरू ल्याउन सकिन्छ। यसरी चाहिँ आगो लागिले चाहिँ क्षति पुर्याउन सक्छ। साथीहरू त बाँदरहरू हिँड्दै गर्दा हुलबाट 1-2टा बाँदर छुटेका चाहिँ एक्लै बाँदर भन्छन् गाउँतिर। हाम्रो स्वीकृत साथी चाहिँ एक्लै बाँदर जस्तो भएको जति पनि छुटेकै छन्। यसरी साथीहरू कुनै तवरबाट पनि आफूलाई चाहिँ मोटिभेट गरेर साथीहरू हिँड्ने तर्खरमा छन्। मान्छे परिस्थितिले मान्छेलाई चाहिँ सोच्न योग्य बनाउँछ। अहिले चाहिँ सोच मग्न भयो। हामी चाहिँ यहाँबाट हिँड्दैछौँ। ओहो एकदम शीतल है कि डारु आनन्दले हो निस्कम न। यहीँ त हो जङ्गलबाट कहाँ गइन्छ र। जङ्गल आएर हाइवे त कहाँ भेटिन्छ त नि अनि जङ्गलमा साथीहरू नआउने। अब हामी यहाँबाट माथि निस्किन्छौँ। डिस्कसमा छ ओ पागल कमल छ भने त यहाँ डिस्कसमा हामी बिच चाहिँ साथीहरू यहाँ हजुर यसरी साथीहरू अल्पलतरमा पर्दै साथीहरू माथि निस्किँदैछन्। हामी कोही त पुग्छौँ। यसरी यो एकदम पुरै जङ्गलभरि चाहिँ यहाँ आगो लागेर सबै डढेर लागेर यस्तो सखाप छ। डढेर लागिसकेपछि सम्भव यहाँ पानी आएको रहेछ सायद। एकदम ताजा, अहिले बास्ना पनि ताजा नै छ यसको। यसरी माथि निस्किँदैछौँ हामी चाहिँ। यसरी निस्किँदैछौँ साथीहरू।
चितुवा बाघ यस्तो मत भइहाल्छ नि चितुवा चाहिँ हुन्छ यस्तो जङ्गलमा बाघ हुन्न अहिले दुम्सी खरा मारेर खाने हो किन बाघ भनेको पानी हुने ठाउँमा बस्छ बाघ र चितुवा यत्रो जना भएपछि बाघको यत्रोजना भएपछि हामी बाघ देखेर भागिहाल्छौँ नि होइन त बाघ भाग्ने त्यस्तै हामी भाग्छौँ अनि यसरी हामी लगभग पर्पेन्डिकुलरमा हिँडिरहेका छौँ केटाहरू 70 डिग्री त होला यो 70 डिग्री त छ मिनिमम भन्नाले हामीबाट कि यो ओरिजिनलबाट अझ धेरै छ होला त्यहाँभन्दा यो ठाडै नै छ विथ द सी लेभल यसरी हिँडिरहेका छौँ हामीले स्वीकृत केटा फर्किँदा खतरनाक बाटो भन्ने बसिरहन् हामी चाहिँ यसरी मलाई चाहिँ मजा आइरहेको छ ओह वाह त फर्किनु पर्दैछ उसले चाहिँ ओ हामी माथि गएर बोलाउँ होला अनि हुन्छ क्या माथि चाहिँ हामी यो कटिसकेपछि अब हामी माथि जाँदैछौँ आइसकेँ म यस्तो नजारामा छु अहिले चाहिँ तर साथीले कन्भिन्स गर्दैछन् अब क्या गरेर जोस् रमाइलो भएको छ साथी बाटै छैन जङ्गल मात्रै छ काहीँको भन्दै उहाँ बोलाइछन् साथीले चाहिँ तर नि उहाँ आउँदैछन् साथी चाहिँ अब 2 जना साथीहरू यता यसरी आउँदैछन् तर गन्तव्य हो नि मलाई थाहा छैन माइसर कता जाने ए यहाँबाट लडे पनि यत्रो सालका रुख छ नि एउटा सालमा अड्किहाल्छौ क्या उ यसरी हामी माथि आऊ न आऊ गए त्यही हो क्या जहाँ सजिलो त्यहीबाट आऊ के हजुर यस्तैबाट हिँड्दै आएको नि के सजिलो बाटो त कहाँ त नि आऊ यसरी चढेर यसरी ढुङ्गामा यस्तो ढुङ्गा छ नि यहाँ चाहिँ यसरी चाहिँ हामी माथि जाँदैछौँ यो यसरी चाहिँ हामी माथि चढ्दैछौँ यसरी ढुङ्गामा बिकज यसरी यसरी हामी माथि आइसकेका छौँ यसरी कृष्णलाई जितेका छन् यहाँ यसरी लाउ बल्ल जोस आयो स्वीकृतलाई अब हाँस्न थालो यहाँबाट मास्तिर तलतिरै नि छन् म चाहिँ यता बाटो हेर्न आएको बाटो छ कि नि भनेर साथीहरूले जान्न भन्दैछ नि तर यहाँ चाहिँ अब बाटोको फिजिबिलिटी हेर्नु पऱ्यो यहाँ अब जानु मिल्छ कि नि माथितिर हेर्दैछु यहाँ चाहिँ अलिक सजिलो आइसकेको छ आउनु चाहिँ साथीहरू चाहिँ तल बसेका छन् अब यसरी यस्तो भिड छ यहाँ चाहिँ यस्तो भिडहरू छन् तर साथीहरूलाई चाहिँ हिँड्न गाह्रो भएर ओ केटाहरू चढ्ने स्थान देखियो देखियो हो यहाँ त्यहाँ माथि छ अति चढ्ने स्थान त्यहाँ देखियो त्यहाँ ओ त्यहाँ माथि डाँडामा हेर त स्थानमा देखिन चाहिँ त्यहाँ माथि देखियो तर हामी चाहिँ एउटा रङ डाँडोबाट सुरु गरेर हामी चाहिँ जुन निस्किनु पर्ने डाँडोबाट निस्किन जस्तो लाग्दैछ मलाई चाहिँ
केटाहरू विवश क्या अरे यहाँबाट निस्किन सक्छ भने निस्क नत्र उतापट्टिको टाढो तयार छ निस्केर आऊ गाह्रो छ गाह्रो त यस्तो हामी चाहिँ म चाहिँ तर क्या अरे यसरी पाहाडमा पहिला हिँडिरहेको भएर चाहिँ यस्तो झामेरीमा घाँस काट्ने हिँडेको भएर मलाई चाहिँ अलिक सजिलो भयो साथीहरूले चाहिँ त्यस्तो बानी नपरेको कारणले गर्दाखेरि हिँड्न चाहिँ हिँड्छन् साथीहरू बानी नपरेको कारणले गर्दाखेरि चाहिँ यसरी जङ्गलमा फसिँदैछन् स्वीकृत चाहिँ अलि बढी केटाकेटी भयो बिचरा त्यसले गर्दाखेरि चाहिँ सबै रोकिए उसलाई चाहिँ कुर्नु पर्दाखेरि म चाहिँ बाटो हेर्छु माथि आएको अब यहाँसम्म आइयो यहाँबाट चाहिँ सम्भवतः फिजिबल छ होला अब यहाँबाट चाहिँ यसरी बाटो देखिने चाहिँ देखिएको छ अब माथि पुग्न मात्रै उतापट्टिको डाँडामा रहेछ हुनु चाहिँ खास चण्डीस्थान हामीले पनि बाटो खोज्दै खोज्दै आइरहेका छौँ यसरी जङ्गलमा शान्त यस्तोमा बस्ने बानी परेको आनन्द छ यहाँ चाहिँ शीतल अब पछि हेर्दै गर्दा चाहिँ राम्रो मेमोरी चाहिँ बन्छ यसरी एक पाइला हिँड्दा गोल्स्याङ गर्दैछन् साथीहरूले अब दुःख पोर्सन चाहिँ सकियो यहाँ चाहिँ अब चाहिँ यसरी हिँडेर फाइनल्ली अलि राम्रो बाटोमा आइएको छ र त्यहाँ हामी चाहिँ त्यहीँ चण्डीस्थान आयो त्यहाँ चाहिँ त्यही चण्डीस्थान यसरी खास जानुपर्ने चाहिँ उताबाट रहेछ मैले बाटो थाहा नभएको कारणले गर्दाखेरि यतापट्टि आइयो तर यहाँबाट रहेछ बाटो चाहिँ सायद अब चाहिँ यहाँ चाहिँ आइसक्यो यस्तो हेर्दै डर लाग्दो यस्तो छाँगो छ यहाँ चाहिँ यहाँबाट यसरी तलतिर हेर्दाखेरि यस्तो आनन्द छ है रमाइलो छ जे होस् यसरी यस्तो छाँगोमा साथीहरू आउँदैछन् यसरी सालको जङ्गल यसरी आनन्दले हेर्दाखेरि सबै सालको जङ्गलले तलबाट साथीलाई हँसेर आएको थियो हामीभन्दा त चिलभन्दा हामी माथि आइयो भन्दै थियो चिल तलबाट उडिरहेछ है अनि हामी चाहिँ यसरी माथि छौँ यो चाहिँ सर्लक्कै सालको यो चाहिँ जङ्गल पुरै यसरी मैले जुम गरेको छु यसरी चाहिँ सालको रुख यो चाहिँ सालको जङ्गल पुरै अब सेतामेवार फुल्दैछ अब लगभग यसरी चाहिँ माथिबाट तल सबै तलतिर एकदम नदी सुसाइरहेको छ यहाँ यसरी आनन्दले तर ख्याल चाहिँ गर्नुपर्छ ठिक छ यहाँ चाहिँ आनन्द चाहिँ धेरै बसिरहनु मन लाग्ने शान्त मौसम छ यहाँ चाहिँ तल बेसी छ बेसीमा हामी त्यहाँभन्दा अझै धेरै उताबाट हो हामी आएको चाहिँ अहिले चाहिँ देखेको नजारा चाहिँ यो भयो हो त्यहाँ तल एउटा पुल छ कस्तो राम्रो देखिन्छ त्यहाँ पुल सुसाइरहेको छ सर सुसाइरहेको आवाज आइरहेको छ यहाँ चाहिँ हो त्यहाँ चाहिँ बजारको बाटो छ त्यहाँ एउटा र हामी चाहिँ यसरी आनन्दले जङ्गलमा बसिरहेको छौँ शान्त मौसम सरर हावा चलिरहेको छ साथीहरू आउँदैछन् अब यहाँ आउँदैछन् रमाइलो छ रमाइलो भइरहेछ साथीहरू आउँदैछन् हामी आऊ ल गुगलमा लोकेसन खोज्दैछन् छिटा 80 मिटर पनि ठाडा यो तिमी घुमेर जाँदा 1 किलोमिटर हुन्छ छिटाउ विवास कस्तो फिल भइरहेछ त विवास चाहिँ हिँड्न सको जेस् विवास चाहिँ हिँड्न सको आज जेस् अनि सूर्यलाई नि गाह्रो चाहिँ भएको छैन कृष्णलाई गाह्रो भइरहेछ अनि स्वीकृतलाई गाह्रो भइरहेछ यहाँबाट त्यहाँ अब यस्तो त्यस्तो बाटो देख्यौ नि अब बाटो देख्यौ कहाँ नि यहाँबाट ठिकै हो ती चण्डीस्थान ती देखा न हौ फाइनली साथीहरूले देखे ओ त्यहाँ न ओ विवास त्यहाँ न कस्तो ठिक छ अरूलाई नदेखा फेरि डराउन यता अब यहाँ बाटो देख्यौ अब यहाँबाट हामी यसरी त्यहाँ जाने होइन हामी हेर न हेर यहाँ यहाँ स्वीकृत यहाँ हो नि स्वीकृतलाई देखाउँछु के जस्तो हामी उता चढेको भए हामी उहाँ पुग्ने यो जङ्गल उस्तै दुःख थियो नि त हामी यो सिडीको बाटो खरे के होइन सिडीको छैन क्या उहाँ गाउँ सिडीको बाटो आएको उताबाट आउने हो अनि फेरि फर्किँदै यहीँबाट हो फर्किँदाखेरि मास्तिर बाटो छ होला
बाटो जताबाट बाटो छ त्यताबाट जाउँला तर सजिलो चाहिँ छैन सायद उताबाट झर्न नि ए बाटो देखियो अब छ थोरै छ कुन थोरै हो यो फेरि त्यहाँ अब ल फाइनल्ली निस्क्यो यहाँ यो भन्दा नि उकालो छ यार यो क्या अब सिधा सिधा जाने हो हामी ठाडै यसरी ओ पात चाहिँ हेर केटाहरू पातेर पातले चिप्लिन्छ हजुर ल हजुर ल ल पातेरै पातेर दिवस अगाडि गइसक्यो कहीँ हो त्यतै हो त्यतै हो त्यतै हो आऊ आऊ बन्द गरेर जस्तो बन्द हेर होइन अब तिम्रो लाइफको टाफ हो फेरि माथि छैन बाटो उहाँबाट हो हामी 200 मिटर माथि छ उहाँबाट यसरी झरेर ए हिँडे हामी यता आयौँ देख्यौ नि केटाहरू बल्ल खुसी भयो हामी उताबाट आउने बाटो हामी चाहिँ त्यो चाहिँ तल होइन त्यहाँसम्म हामी आउनु पर्थ्यो तलबाट यता कुनै काम नगर्यो अनि त्यसपछि हामी त्यहाँबाट साथीहरूलाई चाहिँ पात सिधा बाटोमा पनि पात भएर चाहिँ हिँड्न गाह्रो माने अहिले चाहिँ अब पनि गाह्रो छ चाहिँ नमना केटाखेरि अब पनि 4 खुट्टा लैन अब चाहिँ आइदियो हामी यसरी तलको छाँगोबाट चाहिँ हामी आयौँ हामी चण्डीस्थान आइसकेका छौँ ए हामी मन्दिरमा आयौँ यहाँको यो सङ्घर्षपछि हामीले जुन दृश्य देखिरहेका छौँ त्यो हेर्न योग्य छ एकदम आनन्दले शानदार नजाराका साथ साथीहरू खुसी छन् र हामीले यति चाहिँ हामीले सङ्घर्ष पार गरेर यहाँ आएका छौँ हामी चाहिँ यसरी यता स्वीकृत यता मलाई नि केही लागेन केटाहरूलाई 2 जना केटाहरूलाई बढी लाग्यो कि अरे भिडियो बनाएपछि कृष्णको लङ लास्टिङ हुँदैको उनले छोराछोरीलाई पनि देखेर हाँस्थे म बाँचेको भए त जे गरे नि हुन्थ्यो साथी यसरी आउँदैछ नि चाहियो नि मान्छे साथीले अघि हाम्रो यति राम्रो नजारा आउँदै थिए साथीले चाहिँ भयो साथीहरू सकिने यार भनेर बन्द गर्न जबरजस्ती लगाएर बलजफ्तीमा मलाई चाहिँ आफ्नो ज्यानको माया सङ्घर्ष जीवनको सबभन्दा बढी माया लागेको उनलाई चाहिँ ज्यानको चाहिँ आज हो मलाई आफ्नो ज्यानको माया कति लाग्ने रहेछ आज उनको परीक्षण भएको छ त्यसैले हामी आज यत्रो पार गरेर यहाँ आएका छौँ स्वीकृति एकदम हेप्पी छन् अहिले चाहिँ साथीले गएर माथि घन्टी बजाइसके यो चाहिँ केटाहरू आएर मन्दिर जाने होइन स्वर्ग जाने बाटो बन्नेवाला थियो तर हामी आयौँ स्वर्ग भन्न नपाउँदा स्वर्ग पुग्थ्यो केटाहरू यसरी तर बाटो हामी झर्नमा टफ नै छ छन त तर अब बाटो चाहिँ हेरेर झर्नेछौँ झर्दाखेरि हामी आयौँ क्लासिक मैथलीमा माई भन्छ कि हामीले माई गे माई साथीहरू थकै मार्दैछन् अब हामीले यही शीतल खानाको लागि यहाँ आएका थियौँ मलाई लमजुङ आएपछिको 4 वर्षको आएका अन्तरालमा यहाँ पहिला पनि यहाँको हावा चाहिँ एकदम मिठो लाग्थ्यो मलाई एकदम राम्रो मिठो हावा लाग्छ यही हावाकै मायाले चाहिँ फेरि हामी आएका थियौँ यसरी अलि तल सिरसिरे डाँडा भन्ने चाहिँ एउटा जय 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 यसरी यहाँ आएका छौँ साथी आउनु माथि माथि साथी थकै मार्दैछन् यहाँ बसेपछि 1 मिनटमा अघि आएको दुःख सबै बिर्सिन्छ उहाँबाट हामी हो उहाँबाट हामीले मन्दिर देखेको हजुर यस्तो गलत बाटो सरी है भनेर भानु ए साथीहरू अहिले चाहिँ खुसी छन् त्यसरी अहिले यहाँ चाहिँ अब के अरे हाम्रो कहानी व्यक्त गर्दैछन् गाली गर्यो होइन तिमीहरूले माथि पुगिसकेको थियो कि अब हेर्छु त अघि चाहिँ पेटहरू राखेको त्यस्तो फिल भयो यसरी हामी तलबाट आएका छौँ केही भन आइयो नि त होइन कि एउटा कुरा यहाँ त नाइस आउँछ यार यस्तो कालो भएर आएका छौँ यसरी है साथीहरूको खुट्टा साथीहरूको सुर्किरित यसरी खाली भएर यसो कालो भएर आएका छौँ हामी चाहिँ पहिला खानेमा खाए जस्तो भएको छ तर जे होस् यहाँको हावा यो हावा चाहिँ बेग्लै छ यहाँको हावा चाहिँ स्वीकृत अब यता यहाँको यसरी खुसी हुँदैछ साथीहरू चाहिँ
होइन देखाइदियो साथी कहाँबाट आएको हामी बाहिर निस्केर हातले देखाइदियो त कहाँबाट आएको हामी यस्तरी पुरै ठाउँै छैन हामी डाँडै त। डाँडो यत्रो डाँडो कटेर आएका छौँ नतिजा राम्रो हुँदो रहेछ यो हामी आयौँ माथि आनन्द छ यहाँ सरर हावामा उता उता सर हावाको आनन्द लिँदै कमाउँदा छ अब यहाँ खाने हो र त्यहाँ भित्र त खोल्दैछन् ओ यहाँ मन्दिरमा त नखानु के हुन्छ सुगर क्यान अब होइन त्यहाँ त्यहाँ खानु न तर यहीँ बस्यो नि भयो यहीँ रमाइलो छ। साथीहरूले यसरी हेर्दैछन् उहाँ हामीले चाहिँ उखु हामीले प्योर अर्ग्यानिक भएर उहीँबाट उखु लिएर आएको थियौँ फ्रुट सबैले पहिला नखाइकन एउटा हाल्यो यसरी अनि त्यसपछि फेरि ओए अनि निम्बु अनि त्यो छ कि त्यहाँ यसरी त्यो होला नि अनि निम्बु छैन। यसरी राखेको छ आनन्दले दिनु भयो क्या अस्ति हामीलाई हाल्यो केले काट्ने साथीहरूलाई यो हावाको आर्द्रता बेग्लै छ है यसको यो फिलिङ गर्ने क्यापासिटी यो हुन्छ नि मिठो हुन्छ नि यो। यस्तो आनन्द छ यहाँ चाहिँ यस रमाइलो छ यहाँ चाहिँ साथीहरूले रमाइलो गर्दैछ पुदिना होला नि निम्बु खोज्दैछन् साथीहरू दिनु भएको थियो थियो कहाँ खाने गरेर त्यही ओ भयो यसरी हामीले यसरी खाँदैछौँ कि फाइनल्ली थोरै राख है लास्टमा पिउनुपर्छ त्यो बिस्कुट त्यो खाएर न चियर्स ल चियर्स केटाहरू ल चियर्स मजा आयो केटाहरू हामी फेरि यस्तो यस्तो खाने अहिले चियर्स वाला परियो बिरानो कति मिनट छ होला नि सर आँखा नचिम्ला त जति पनि सक्छु आँखा चिम्मा गर्न सकिन्न कि मान्छेले हेरेको